मञ्चमा आसीन आजको प्रमुख पात्रका रूपमा विदाई हुनुहुने कक्षा 10 का प्यारा विद्यार्थी भाइ बहिनीहरू, त्यसै गरेर मञ्चमा आसीन प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, छिमेकी विद्यालयबाट पाल्नुभएका आदरणीय सर, यसै विद्यालयका सहायक प्रधानाध्यापकज्यू, अन्य सर तथा म्यामहरू र यो विद्यालयमा अध्ययनरत बाल शिशु कक्षादेखि अन्य 9 सम्मका प्यारा विद्यार्थी भाइ बहिनीहरूमा सबैमा मेरो व्यक्तिगत तर्फबाट र श्रीकृष्ण माध्यमिक विद्यालयको परिवारको तर्फबाट स्वीकार्नु होला। नमस्ते। उपस्थित सम्पूर्ण महानुभावहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू, धेरै कुराहरू मभन्दा अघिका वक्ताहरूले प्रस्तुत गरिसक्नु भएको छ, राखिसक्नु भएको छ र मैले ती कुराहरूलाई धेरै केलाउनु पर्ने आवश्यक ठानेको छैन र अन्तमा अन्तिम सङ्घारमा छौँ हामी। समय पाबन्दीका कारणले धेरै समय पनि छैन, समयको चापाचाप पनि भएको छ र म धेरै भन्न चाहन्न। विदाई भएर जाने प्यारा विद्यार्थीहरूलाई मात्रै के भन्न चाहन्छु भने, कसैले यो विद्यालयमा 11 वर्ष अध्ययन गर्यो, कसैले 5 वर्ष अध्ययन गर्यो होला, कसैले 2 वर्ष अध्ययन गर्यो होला। त्यो अध्ययन गर्ने क्रममा र हामीले अध्यापन गराउने क्रममा हामी एउटा परिवार जस्तो भएका थियौँ र त्यो परिवारभित्र कहिलेकाहीँ खटन होला, पटन होला, होइन, कहिले मतभेदहरू होलान्, त्यो आफ्नो स्थानमा छ। तर परिवारभित्रको एउटा सदस्यलाई जब विदाई गर्दाखेरि, जसरी माइती घरबाट छोरी बहिनीहरू विदाई हुन्छन् र विदाई भइसकेपछि माइती घरको मान्छेले घरमा छोरीले अर्थात् बहिनीले राम्ररी खाइदिए हुन्थ्यो भनेर जसरी हरेक पटक पटक चिन्ताभाव व्यक्त गर्छन्, त्यसरी नै हाम्रो पनि मनमा चिन्ता तबसम्म हुन्छ जबसम्म कक्षा 10 का विद्यार्थी भाइ बहिनीहरू आफ्नो खुट्टामा आफै उभिन सक्दैनन्, अर्थात् आफू स्वावलम्बी बन्न सक्दैनन्, तबसम्म हामीमा चिन्ताभाव भइ नै राख्नेछ। यसकारण यसो भन्दै गर्दाखेरि मैले भन्न खोजेको कुरा के हो भने, यो ठाउँमा आइसकेपछि, यो ठाउँमा प्रवेश गरिसकेपछि हामीले गर्नुपर्ने कुराहरू तमाम बाँकी पनि रहेका हुन सक्छन् या गरिएका पनि होलान्, तर ती हरेक कार्यक्रमहरूबाट उपलब्ध ज्ञान र सिपलाई प्रयोग गर्दै अबका बाँकी जीवनहरूमा अगाडि बढ्नु होला। हरेक चुनौतीहरू आउन सक्छन्, ती चुनौतीहरूलाई सामना गर्ने प्रयास गर्नु होला र प्रयास गर्दा गर्दै पनि असफल भयो भने पुनः प्रयास गर्नु होला। हामीले सिकेको पनि यही हो र योभन्दा अगाडि हाम्रो सहायक सरले भन्नुभयो, हामी यो विद्यालयमा हामी पनि पढ्यौँ, हाम्रा अग्रजहरू पनि पढ्नुभयो, त्योभन्दा अगाडिका धेरै विद्यार्थीहरू यो विद्यालयमा पढे र धेरै सफलता प्राप्त गरेका छन्, ठुल्ठुलो पोस्टमा छन्, समाजसेवी छन्, बुद्धिजीवी छन्, होइन, अधिकृत भन्दा माथि लेभलका कर्मचारीहरू पनि छन्। त्यसो भए हुनाले हामीले आशा गरे त्यही हो। अन्तमा आशा गरेको कुरा के हो त भन्दा, यो ठाउँको निम्ति, यो समाजको निम्ति, यो भेगको निम्ति तपाईँहरू कसरी असल नागरिकको परिचय दिन सक्नुहुन्छ, कसरी यहाँको सिप ज्ञानलाई प्रयोग गरेर भोलिका दिनमा राम्रो एउटा राष्ट्रकै निम्ति प्रयोग हुन सक्नुहुन्छ, यो नै तिमीहरूको चुनौती हो। धेरै भन्नु पर्दैन, मिलनपछि बिछोड स्वाभाविक हुन्छन्, सुखपछि दुःख स्वाभाविक हुन्छ। अलिकति हामीबाट टाढा हुँदाखेरि अलिकति विद्यार्थी भाइ बहिनीको पनि हाम्रो पनि मन दुखेको होला। यसलाई हामीले दुःख मान्नु आवश्यक छैन। किन त भन्दा हामी एउटा चरण पार गरेर अब नेक्स्ट चरणमा चाहिँ प्रवेश गरेका छौँ। त्यो नेक्स्ट चरण भनेको जीवन बनाउने हो, जीवन बन्ने हो। यसकारण जीवन बनाउने र बन्ने चरणमा प्रवेश गर्दै गर्दाखेरि हामीले धेरै दुःख मान्नुपर्ने आवश्यक छैन। धेरै दुःख नमानौँ, यो दुःख मानेर हुनेवाला पनि केही छैन। यस्ता घटनाहरू अझ धेरै ठाउँमा आउन सक्छन्। कुनै ठाउँमा 11-12 पढ्नु पर्ला, फेरि त्यहाँबाट छुट्टिनु पर्ला, फेरि क्याम्पस स्तरको जीवन सुरु होला, त्यहाँबाट छुट्टिनु पर्ला। नोकरी गर्ने क्रममा अर्थात् व्यवसाय गर्ने क्रममा कुनै ठाउँमा कति वर्ष बस्नुपर्ने होला, त्यहाँबाट छुट्टिनु पर्ने होला। यसकारण हामीले छुट्टिँदाखेरि दुःख मान्ने होइन, नयाँ अवसर पनि प्राप्त हुने र त्यो नयाँ अवसरलाई चुम्नको निम्ति आफ्नो ठाउँबाट के हुन्छ, के गर्न सकिन्छ, त्यतातिर ध्यान दिने हो विद्यार्थी भाइ बहिनीहरू। र अन्तमा
यो विद्यालयमा तिमीहरूले अध्ययन गर्दै जाँदाखेरि र हामीले अध्यापन गराउँदै जाँदाखेरि एउटा जुन मलाई जिम्मेवारी समन्वयको जिम्मेवारी प्राप्त भएको छ, यो समन्वयको जिम्मेवारी प्राप्त गर्ने क्रममा म हर्कबहादुर